ओडाको सिफारिस लिनका लागि ओडा कार्यालय आए। ओडा कार्यालय आउँदै गर्दाखेरि एउटा सिफारिस चाहियो मैले, अङ्कल हामी एउटा संस्था दर्ता गर्दै थियौँ भनेर तैँले जनप्रतिनिधि बोलाउनु पर्छ, तेरो हो यो ओडा, तू जान्छै जा यो ओडामा के अरे जतिले पनि सेयर गरिदिनु होला, किनकि मैले रासोपाको कहिल्यै पनि प्रचार गरेको छैन। यो रासोपाकी हो कि भनेर त्यो शङ्का लिएर मलाई यो ओडाबाट सिफारिस दिनका लागि मैले यस्ता यस्ता शब्द बोलेका छन् ओडा अध्यक्षले। मैले कहाँ जानुपर्छ न्यायको लागि? म र निता, मेरी साथी निता आछु, मलाई यसरी यस्ता शब्द बोलेका छन्। यो ओडा अध्यक्ष अङ्कलले 2 दिन गरिसक्यो यस्तो मेरा लागि। के लिनुपर्छ, कस्तो लिनुपर्छ? विधानको हामी भोलि लिएर आउने अङ्कल भन्दै गर्दाखेरि तैँले यो ओडामा गर्नु पर्दैन, जा गर्छ गर भनेको छ। किनभने दर्ता पनि गरेको थिएन। पहिला हेमाश्री फाउन्डेसन गर्दाखेरि केही भनेन, सिधै सिफारिस गरिदिएको थियो। अनि मैले त्यसै होला भनेर हामीले माइनेटिङ गऱ्यौँ। हामी 5-6 जना जति पनि 9 जनाको टिमले माइनेटिङ गर्दै गर्दाखेरि म आएँ। अनि के चाहिन्छ अङ्कल, मेरो यसो गरिदिनु, एउटा तोप लगाइदिनु भन्यो। सल्लाह लिनु पर्दैन, जनप्रतिनिधि भइसकेपछि भन्यो। अनि अङ्कल जनप्रतिनिधि भएपछि सल्लाह लिनुपर्छ, तल सिग्नेचर गर्नुपर्छ अरे। अब भोलि त्यो गराउँला, विधि विधान भोलि ल्याउँला। अब अहिले निता आकी छ धनगढीबाट, तपाईँ एउटा सिफारिस गरिदिनु, अनि भोलि चाहिँ हामी लिएर आउँला भन्दाखेरि मैले भिडियो बनाएकी छु। त्यति भन्दाखेरि त्यति भने हो, तँ घुमी खानी, तँ घुमी खानी, तँ फेरि खानी। मेरा लोग्नेले त जबकि मलाई एक शब्द मेरा परिवारले मलाई यति सपोर्ट दिएको छ भने यो ओडा अध्यक्ष को हो मेरा लागि, कोही होइन। ओडा अध्यक्ष मेरा लागि एउटा खालि यिनु जनप्रतिनिधि हुन् यिनु मेरा लागि। अनि यिनले के भनेको छ मलाई, यस्तो छ होइन दाजु, एउटा मैले संस्था म यतिसम्म मैले काम गरेँ हेमाश्री फाउन्डेसनको नामबाट। अनि एउटा ओडामा संस्था दर्ता गरेर अनि सिफारिस के भन्यो भने जिल्ला प्रशासनबाट एउटा ओडामा सिफारिस ल्याउनु, अनि भइहाल्छ भन्यो। अनि एउटा तोप लगाइदिनु, अङ्कलले ओडाबाट सिफारिस लिनुपर्छ भने 9 जनाको टिम राखेर 8 दिनभरि म अनि एउटा सिफारिस गर्नको लागि मलाई सिफारिस गरिदिनु।